चाहिँ मेरो स्याउको बोट हो है। ठुलो छ, ठुलो भइसक्यो। यस्तो राम्रो फुल फुलेको छ। अनि यो स्याउको चाहिँ फुल अनि यस्तो राम्रो हुँदो रहेछ क्या। वाइटिस पिङ्क हुन्छ नि, सानो बेबी पिङ्क जस्तो हुने रहेछ। यो चाहिँ आरुको बोटो हो। अनि यसमा यस्तो राम्रो फुल लागेको थियो। मैले खिच्छु भिडियो भन्दै खिच्न बिर्सेँ। यहाँ अर्को पनि आरुको बोट छ सानो। यो त यति धेरै फल्छ, यति धेरै फल्छ, 2-3 वर्षदेखि फलिरहेछ। बोट चाहिँ एकदमै सानो छ, तर फलहरू चाहिँ एकदमै धेरै दिन्छ यसले। यो चाहिँ प्याटियोमा लाउने, सानो गमलामा लाउने रुख रहेछ, मलाई थाहा भएन। अनि मैले जमिनमै लगाएँ। यो चाहिँ चेरी हो, यस्तो मिठो रेड चेरी छ। लास्ट इयर पनि फलेको थियो 15-20 वटा। फलुवा चाहिँ त्यस्तो अहिले फुलेको छैन, अलि पछि फुल्छ। हेलो नमस्ते, स्वागत छ तपाईँलाई अमेरिकन आँगनमा। मेरो चाहिँ सानो सर्जरी गरेको भएर धेरै बोल्न मिल्दैन, यतातिरको गाला सुन्ने पनि रहेछ। तर पनि यो फुल यस्तो राम्रो फुलेको थियो। यही बेलामा बिरामीबाट घरमा सुतै भए। अनि त्यसको लोभ लागेर आज म उठेर चाहिँ अलिकति जति बाँकी छ यो चेरी फ्लावर मेरो एरियामा, त्यसको भिडियो बनाउँछु भनेर घरबाट एकछिन निस्केको। सबै फुलहरू चाहिँ झरि नै सक्यो। फुलको बिचबाट यसरी हरियो पातहरू निस्किन थालिसकेको छ। मेरो बोली पनि लटपटिएको छ। अस्ति मेरो सर्जरी हुनुभन्दा अगाडि चाहिँ यहाँको यो रुखहरू यस्तो मजाले वाइट है पिङ्क को रूपमा चाहिँ फुलेको मात्र थियो, फुल मात्र देखिन्थ्यो। कसरी मुख सुन्निएको छ हेर्नु न। अनि बोल्दा पनि स्याहाँ भइरहेछ। अहिले चाहिँ आउँदाखेरि पुरै हरियो भइसकेछ रुखहरू। फुल त एकदमै कम मात्रामा मात्र देख्न सकिन्छ। यस्तो हरियो भएछ सबै रुखहरू, ठाउँै हरियो के भइसकेछ। 3 दिनमै यति धेरै फरक पर्दो रहेछ। अनि कतिजनालाई लाग्न सक्छ के भएको तपाईँको मुखमा भनेर होइन। मेरो चाहिँ एउटा सानो सर्जरी गर्नु परेको थियो। दाँतमा चाहिँ इन्फेक्सन भएछ। अनि इन्फेक्सन भएको कारणले एउटा दाँतमा अनि गिजामा पकेट बन्यो। अलि ठुलो खालको कीटाणुहरू फ्याँकेर त्यो जुन इन्फेक्सन भएको एरियालाई क्लिन गरेर अनि त्यसपछि सिधेको छ। म यो लामो उसमा हिँड्दैछु। मलाई त्यो भिडियोहरू पनि फुलको खिच्न मन लाग्यो कि, किनभने फुलै सबै मैले नदेखि जाने हो नि त। राम्रो भएछ नि, तर मैले देख्न पाइनँ नि त। मेरो फेभरेट टाइमै गयो। अब यो चाहिँ रुख फुल्ने बेला भएछ है। यो चाहिँ यस्तो राम्रो फुल्छ, यस्तो राम्रो फुल्छ। यो कलर यस्तो राम्रो छ पिङ्क। फेरि यिनीहरू चाहिँ मेरो नेबरहुडमा 3-4 वटा रुख मात्र छन्। अनि यो फुल्ने बेला हुन लाग्यो। अब यही हप्ता फुल्छ। हेलो नमस्ते, स्वागत छ तपाईँलाई अमेरिकन आँगनमा। आज चाहिँ हामी यहाँ बल्टिमोर आइपुगेको छौँ एउटा सानो पार्कमा ट्युलिप हेर्न भनेर। यो चिसो मौसमले गर्दाखेरि फुलहरू चाहिँ जसरी राम्रोसँग फुल्नुपर्ने त्यति चाहिँ फुलेको रहेछ। तर पनि पार्कमा भर्खरै मात्र आइपुग्यौँ। 1 बज्न लाग्यो है दिउँसोको। अनि भिडभाड पनि रहेछ। यहाँ अझै यो चेरीको रुख अझै रहेछ बाँकी। यसरी यो टुलिपहरू चाहिँ राम्रोसँग कोपिला मात्र भइरहेछ, फुलिसकेकै छैन रहेछ। अलिक चाँडै आइपुगिएछ हामी। गजब रमाइलो पार्क रहेछ। किन उता ब्यागमा बसेको तपाईँहरू पछाडि? ए होइन, तिमीले केही भन्यौ कि भन्दा के भन्दा हाम्रो मान्छे हुन् भनेर कोही इन्ट्रो हाल्छेर भाषण दिइहाल्नु पर्ने कि प्रेप गर्नु पर्यो नि।
त्यो बस्दा चाहिँ अलिकति अर्कै देखियो हो गजब त्यहाँदेखि चाहिँ मजा होला त्यतिले हेर्नु गरी यो चाहिँ पर्पल टुलिप रहेछ यो ठाउँमा चाहिँ अनि जतिको राम्रो त्यो कलर देखिरहेछ भिडियोमा चाहिँ त्यति राम्रो देखेको छैन पर्पल कलर चाहिँ कालो जस्तो देखिँदो रहेछ खोइ के भन्छ नि यसलाई मेरो दिदी मान्छेहरू यसरी सुत्दैछन् आनन्द लिँदैछन् है फुलको मौसमको भनौँ न लियो चाहिँ यहाँ मलाई हेरिरहेछ यो रुखको फुलहरू चाहिँ अलमोस्ट सकि नै सक्यो पातहरू देखिन थालिसक्यो यति धेरै मान्छेहरू हुनुहुन्छ कि यो पार्टमा यो चाहिँ गर न यो आची चाहिँ लिउ न लियो अनि पार्क चाहिँ भरिभराउ जस्तै छ त्यस्तो भरिभराउ हुने धेरै भिड पनि छैन तर सबैजना फुललाई एप्रिसिएट गर्नेहरूको चाहिँ आउजाउ मजाकै छ कुन भिडियो मेरो राम्रो त्यो ऐतिहासिक हो कुन भिडियो आन्टीसँग फोटो खिचेको ए आज लियोको साथी भेट्ने मात्रै दिनु जस्तो छ को चाहिँ उयो ब्राउन चाहिँ उसो गरिदियो फुलमै भिनाजुलाई जिस्काउनु थाल्नु के अरे त्यो भिनाजुलाई त्यो मैले अर्थ के भन्नु सोचेको वाइट ब्रिज बट होइन वाइट पाथ बट फर अल लेख्नु भएको छ के म हेर्छु नि ठिकै अर्थ नबुझिकन त सोध्नु पर्यो कुरो ठिकै हो त्यसको कारण पनि मैले तपाईँलाई बुझिहाल्नु ठुटो मामुको लागि के भन्छु जोशीलाजी आज पार्कमा आउनु भएको छ तर टुलिपले धोका दियो एक हप्ता ढिलो आएको भए चाहिँ है असम हुन्थ्यो कस्तो राम्रो नेबरहुड रहेछ pretty good neighborhood होइन आज जोशीलाजीलाई टुलिपले धोका दियो टुलिपले कहाँ धोका दियो थोरै फुलेछन् ओ यहाँ राम्रो रहेछ ल गजब राम्रो रहेछ यहाँ चाहिँ कसरी टिकटक बनाउने भनेर छलफल चल्दैछ यो बन्ने चाहिँ कस्तो हो गीत चाहिँ हाम्रो भयो नि त प्र्याक्टिस हुँदैछ ल गजब मैले के भाइ सानो बाजे कस्तो हुनुहुन्छ भन् न सानो बाले मलाई राति सास फेर्न पनि गाह्रो भयो अनि दम जस्तो नि सास फेर्न गाह्रो भयो अनि यो छाती पनि अलिक गरौँ गरौँ भयो भनेको ए कुलदेउता सम्झ तातो पानी खाइहाल भन्नुभयो क्या अनि साँच्चै नै अब एउटा विश्वास हो कि न ठिक्कै हो कुलदेवतालाई यसो आएपछि दर्शन गर्न आउँछु भगवान् भनेको त अलिकति हल्का भयो भने त ठिकै छ त मेन्टल्ली चाहिँ आफूलाई आफ्नो विश्वास यसो क्या जाइ छ अरू यो विभिन्न धर्महरू छन् नि अहिले जस्तो ओम शान्ति भयो मानव धर्म भए क्रिस्चियन धर्म दुनियाँ छ नि धर्म यो धर्मतिर चाहिँ म चाहिँ नजाने आफ्नो हिन्दू धर्मलाई चाहिँ अलिकति समात्नै पर्छ होला केही न केही चाहिँ जस्तो लाग्छ है उनीहरू पनि हिन्दू होइन